ये क्या हो गया? बुढा हजुरलाई मैले कहिले भनेको थिइनँ हजुरलाई आइब्रो जोडेको कस्तो राम्रो देखिन्छ नि। बुढे मैले तिमीलाई कहिले भनेको थिइनँ तिमीलाई चाहिँ नि यस्तो लामो लामो राक्षसको जस्तो जुङ्गा राख्यो भने एकदम राम्रो पाउँछ। बुढा मैले हजुरलाई कहिले भनेको थिइनँ हजुरलाई टुप्पी बाँध्दा कस्तो राम्रो देखिन्छ। बुढे मैले तिमीलाई कहिले भनेको थिइनँ तिमीलाई रातो चस्मा लगाएको एकदम राम्रो पाउँछ। तू साला बहुत नीच आदमी रे। बुढा मैले हजुरलाई कहिले भनेको थिइनँ हजुरलाई यहाँ कालो राको कस्तो राम्रो देखिन्छ। बैगन। बुढे मैले तिमीलाई कहिले भनेको थिइनँ तिमीलाई चाहिँ होइन सबै कपाल गुटमुट्टो बनाएर यहाँ राखेको राम्रो देखिन्छ। मैं बाबा टिल्लू। माया मैले हजुरलाई कहिले भनेको थिइनँ हजुरलाई मेरो वान पिस लगाएको कस्तो राम्रो देखिन्छ। बुढे मैले तिमीलाई अहिलेसम्म भन्दिनँ तिमीलाई यहाँ छ नि निधारमा नेपालको झन्डा बनाएको एकदम राम्रो पाउँछ। माया मैले हजुरलाई कहिले भनेको थिइनँ हजुरलाई हरियो एउटा मात्र चस्मा लगाएको कस्तो राम्रो देखिन्छ। बुढे मैले तिमीलाई कहिले भनेको थिइनँ तिमीलाई अनुहारमा डट 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 लगाएको एकदम राम्रो पाउँछ। ये भगवान क्या जुलुम है। ल बुढा हजुरलाई मैले कहिले भनेको थिइनँ हजुरलाई यहाँदेखि रातो सुन्दुलाको चाहिँ सुहाउँछ। बुढे मैले तिमीलाई कहिले भनेको थिइनँ तिम्रो चाहिँ होइन त्यो के किचकन्डीकी जस्तो यहाँ जस्तो बाहिर माथि तारा अनि तल तारा निलेको एकदम राम्रो सुहाउँछ। ये क्या हो गया? माया मैले हजुरलाई कहिले भनेको थिइनँ हजुरलाई यो दाँत छ नि रातो बनाएको जस्तो सुहाउँछ।